हेलो, नमस्ते, सन्चै हुनुहुन्छ होला? अस्ति हामीले सर हेऱ्यौँ डकुमेन्टेसन गएर। अब चाहिँ तपाईँहरूले अब बेसिक्सहरू जानिसक्नु भएको छ। अब चाहिँ डकुमेन्टेसनहरू पढ्ने बानी गर्नुपर्छ होइन? त्यही भएर म चाहिँ त्यही गर्छु क्या। तपाईँहरू मलाई पनि कति कुराहरू नयाँ हुन्छ, म कसरी गर्छु तपाईँहरूले पनि त्यही सोल्युसन युज गर्न सक्नुहुन्छ भनेर है। अब यो पढ्ने बानी, डकुमेन्टेसन हेर्ने बानी चाहिँ हामीले गर्नुपर्छ। हामीले टेक फिल्डमा केही गर्ने हो भने चाहिँ होइन। सो अस्ति नै हामीले सर र कसरी इन्स्टल गर्ने, कसरी यो युज गर्ने भन्ने हेऱ्यौँ होइन टर्मिनलबाट। आज चाहिँ हामी यसको एपिआईहरू कसरी युज गरेर प्रोग्रामेटिकली कसरी युज गर्ने भन्ने हेर्नेछौँ। नयाँ कुरा केही पनि छैन, मैले छुट्टै सिकेको कुरा होइन यहीँ छ रेस्ट एपिआई भन्ने। यही कुराहरू युज कसरी गर्ने, अब तपाईँ ब्याकएन्ड डेभलपर हुनुहुन्छ भने योहरू बुझ्नुहुन्छ होइन। त्यही कुराहरू कसरी युज गर्ने भनेर आज हामी हेर्नेछौँ है। अब तपाईँले यहाँनिर गएर हेऱ्यो भने यो रेस्ट एपिआई भयो। तपाईँ रेस्ट एपिआईको गर्नु भने यहाँ डकुमेन्टेसनमा जान सक्नुहुन्छ यसमा होइन। मैले चाहिँ पहिल्यै खोलेर राखिदिएको छु, मैले ट्राई गरिरहेको थिएँ। यो चाहिँ रेस्ट एपिआई, त्यहाँनिर थिच्नु भयो भने यहाँ जानुहुन्छ होइन। त्यहाँनिर तपाईँले क्लिक गर्नुभयो भने तपाईँले चाहिँ यो यसको एपिआईहरू कसरी हिट गर्न सक्नुहुन्छ, कसरी एक्सेस गर्ने भन्ने कुराहरू यहाँ छ होइन। तपाईँले सर र डकुमेन्टेसन गर्ने जेनेरेसन अब कति कुराहरू के युज गर्न मिल्छ, के गर्नलाई कुन चाहिँ एन्ड पोइन्ट कल गर्ने भन्ने यहाँ सबै डिस्क्रिप्सन दिएको छ होइन। यहाँ छ जेनेरेट गर्न पऱ्यो भने चाहिँ कर्ल कमान्ड गरेर। अब तपाईँले पोस्टम्यान चलाउनुहुन्छ भने चाहिँ मैले अलि बिहान ट्राई गर्दै थिएँ होइन। बेसिकली मैले के गरिरहेको छु भने देखाउँछु है तपाईँहरूलाई। जस्तै यहाँनिर के भने चाहिँ कर्ल कमान्ड गरेर यो एन्ड पोइन्टमा अनि यो रिक्वेस्ट बडी पठायो भने चाहिँ यसले हामीले जस्ट जेनेरेट भन्ने एपिआई युज गर्न मिल्ने रहेछ होइन। अब अहिलेलाई यहाँबाट हेरौँ होइन, पोस्टम्यान युज गरेर तपाईँले जेनेरेटमा जानुहोस् होइन। जे छ त्यही गर्छु। अब यहाँ मोडलमा तपाईँले जुनै पनि मोडल युज गर्न सक्नुहुन्छ। अहिले चाहिँ मैले लामाबाट मेटाको लामा युज गरिरहेको छु होइन। लामा भन्ने मोडल युज गरिरहेको छु। त्यसपछि प्रम्प्ट छ वाइ स्काई इज ब्लू भनेर होइन। त्यसपछि स्ट्रिम गरेर फल्स भएन भने चाहिँ यो टोकन गरेर आउँछ। अब यसको रेस्पोन्स यो आयो होइन। तपाईँको जस्तै यो त अब्जेक्ट आयो नि त जेसन अब्जेक्टमा। प्रोग्रामेटिकली तपाईँले यही मात्रै गर्नुभयो भने चाहिने कुरा चाहिँ विशेष अरू कुराहरू पनि अब चाहिन त चाहिन्छ। तपाईँले बुझ्ने भएपछि त्यो लेभलमा पुग्नु भएपछि चाहिँ यो के हो, यो कसरी राम्रो बनाउने भन्ने कुराहरू होइन सजिलो भयो होइन। तपाईँले यो गर्नुभयो। यसरी मैले अरू गरेँ, च्याट पनि छ होइन। च्याट गर्दाखेरि यो गर्नु उसले स्काई अपियर्स यसरी पठाएँ होइन। त्यसै तपाईँले आफ्नै मोडल पनि बनाउन सक्नुहुन्छ क्या होइन। मोडल मैले चाहिँ डिएमइडी भन्ने मोडल बनाएँ। अब त्यो चाहिँ कुनबाट बेस गर्ने हो भने लामा 3.2 तपाईँले यो जुन पनि राख्नुहुन्छ तपाईँको आफ्नो नाम यहाँ राख्न सक्नुहुन्छ होइन। योभन्दा पहिला यो गरौँ है त तपाईँलाई देखाउँछु। यहाँ हेर्नुभयो भने मोडल्स भनेर भनेको छ नाम चाहिँ एउटा अल्मिन एलएम भन्ने छ, अर्को चाहिँ डिपसिक भन्ने छ होइन, अनि अर्को चाहिँ लामा भन्ने छ। अब जुन मोडल मैले बनाउन आँटेको छु होइन त्यो देखाएको छैन होइन। अब यो बनाएपछि हेर्नु है त यसले सक्सेस भनेर भन्यो। त्यसपछि लिस्टमा जानुहोस्। तपाईँको यो चाहिँ तपाईँको आफ्नै मोडल भयो क्या होइन। यसलाई तपाईँले आफैले अब यसको फाइलहरू राखेर होइन तपाईँले कस्टमाइज गर्न सक्नुहुन्छ क्या यसको चाहिँ। अब मोडल डिटेल भनेर भनेको छ। यो कुराहरू चाहिँ अलिकति बिस्तारै पछि काम लाग्छ। जस्तो कसरी क्वान्टाइज गर्ने, प्यारामिटर कति ट्रेन गर्ने होइन, त्यो कुराहरू चाहिँ तपाईँ पछि अलिकति एडभान्स हुँदै जानुभयो भने थाहा हुन्छ है। अब डिलिट अब होइन यो चाहिएन भनेर भन्नुभयो भने अब त्यसलाई डिलिट गर्नुभयो भने हुन्छ। यहाँ 200 देखाएँ होइन। अब लिस्टमा गएर हेर्नुहोस् होइन त्यो छैन है। अब एकचोटि फेरि म मोडल बनाउँछु होइन। अब हेर्नु है तपाईँले बनाएको मोडल चलाउनुहोस् अब होइन। तपाईँको आफ्नो मोडल होइन, यसलाई तपाईँले ट्रेन गरेर आफूलाई चाहिने जस्तो बनाउनु भएपछि चाहिँ जेनेरेटमा जाम होइन। अहिले त यो छ होइन, यसको ठाउँमा चाहिँ तपाईँले तपाईँको आफ्नो मोडल राख्नुहोस् होइन। फेरि अनि जेनेरेट गर्नुहोस्। यो चाहिँ अब तपाईँको मोडल हेर्नु, मोडल चाहिँ तपाईँको मोडल भयो क्या। पहिला चाहिँ लामा थियो भने यो चाहिँ तपाईँले बनाएको कस्टम मोडलबाट आयो होइन। यो चाहिँ एपिआई कलिङहरू भयो। यहाँ अर्को जेनेरेट एम्बेडिङ्स भन्ने छ। एम्बेडिङ्स भने चाहिँ त्यो टेक्स्टहरूलाई चाहिँ न्युमेरिकल फर्ममा लान्छ, पछि के जेनेरेट गर्नलाई सजिलो होस् भनेर। यो कुराहरू बिस्तारै आउँछ है। तपाईँहरू जति सिक्दै जानुभयो त्यो आउँदै गर्छ है। अहिले एकदमै धेरै सबै कुराहरू जान्न पनि जरुरी छैन। अब तपाईँको मैले भन्न खोजेको चाहिँ यो कुराहरू जुन मैले तपाईँहरूलाई देखाइरहेको छु सबै डकुमेन्टेसनमा छ होइन। डकुमेन्टेसन हेरेर के गर्ने के भनेर तपाईँले गर्न सक्नुहुन्छ यसको एपिआईहरू युज गर्न होइन। यो एउटा तरिका भयो होइन। अब म तपाईँलाई कोडमा देखाउँछु है त। अब हामी प्रोग्रामेटिकली चाहिँ कसरी गर्ने भनेर है। कोडमा पनि मैले गरिसकेको छु होइन। पहिला एपिआई कल्स हेरौँ होइन। मैले गर्दाखेरि चाहिँ एउटा गरिरहेको थिएँ जुन जेनेरेटको च्याट एपिआई युज गरेर।
तर अहिले पछि मैले गरेपछि चाहिँ यसरी गर्दाखेरि सजिलो होला। तपाईँले अहिलेसम्म सिकेको कुराले चाहिँ यति कुरा गर्न आउनुपर्छ होइन। एउटा फङ्सन बनाएँ मैले, फङ्सनमा अप्सनहरू राखिदिएँ होइन। 0 भनेको एक्जिट, 1 भनेको जेनेरेट, 2 भनेको च्याट होइन। त्यसपछि इनपुट मागेँ मैले होइन। यो अब तपाईँलाई अहिले म रन गरेर नि देखाउँछु कस्तो देख्छ भनेर। यहाँ के भने एन्टर द नम्बर करेस्पोन्डिङ टु यर चोइस फर 0 अर एक्जिट भनेर बनाएको छ। त्यो भएपछि तपाईँलाई प्रम्प्ट आउँछ, प्रम्प्ट आएपछि त्यो चुज गर्नुहुन्छ। तपाईँले चुज गर्नुहुन्छ, जस्तै 0 चुज गर्नुभयो भने एक्जिट गरिदिन्छ होइन। 1 चुज गऱ्यो भने जेनेरेट गर्छ। अब यो तपाईँको यो प्रम्प्टहरू चेन्ज गर्न सक्नुहुन्छ, तपाईँले खेल्नुहोस् यो चेन्ज गरेर। या तपाईँले बनाएको मोडल यहाँ युज पनि गर्न सक्नुहुन्छ होइन। आफ्नै तपाईँको त्यसमा चाहिँ कस्टमाइज गऱ्यो भने त्यसले चाहिँ आफ्नो तपाईँले भने जस्तै एन्सर दिन्छ है। अनि त्यसपछि 2 गऱ्यो भने चाहिँ च्याट, 2टा मात्रै एन्ड पोइन्ट युज गरेछ मैले होइन। तपाईँहरूले अब आफूलाई एक्सप्लोर गर्नुहोस्। त्यसपछि कल गरेछ, पोस्ट भनेर कल गरेछ होइन। यो चाहिँ प्रोग्रामेटिकली भयो। अनि त्यसपछि रेस्पोन्स प्रिन्ट गरेछ। अब यो म एकचोटि रन गरेर हेर्छु है। अब तपाईँले पाइथन गरेर रन गर्न पनि सक्नुहुन्छ, यहाँ प्ले गरेर गर्न पनि सक्नुहुन्छ। म चाहिँ यसलाई चाहिँ पाइथन गरेर गर्छु है त। ल यसले अब ठ्याक्कै आयो, प्लिज चुज अ नम्बर फ्रम लिस्ट बिलो भनेर भनेको छ। 0 भयो भने एक्जिट हुन्छ, 1 भयो भने जेनेरेट कल गर्छ, 2 भयो भने च्याट गर्छ होइन। त्यसपछि मैले ल 1 गरेँ अरे होइन। यसले यु चुज, अब यो चाहिँ तपाईँले अब जे गरे पनि हुन्छ होइन। सजिलोको लागि कुन नम्बर चुज गऱ्यो भनेर मिल्यो कि मिलेन भनेर गर्ने हो। त्यसपछि अब मैले यहाँनिर प्रिन्ट गर्दाखेरि चाहिँ पुरै फुल यसले जुन दिने सबै कुराहरू चाहिँ यो हो, प्रिन्ट गरेर दिने कुन मोडल कुन के हो सबै कुराहरू दिन्छ क्या। अब हामीलाई यो सबै कुराहरू त हामीले खासै चाहिँदैन। त्योबाट सेकेन्ड फेजमा चाहिँ मैले के गरेँ भने त्यसको रेस्पोन्स मात्रै प्रिन्ट गरेछु। यो चाहिँ अब हेर्ने हुन्छ नि त, पछि म सिकाउँछु होइन। युआईमा कसरी हाल्ने, तपाईँको आफ्नै च्याट जिपिटी जस्तै कसरी कन्भर्सेसन गर्ने, त्योहरू चाहिँ म पछि गराउँछु होइन। अब तपाईँले प्रोग्रामेटिकली त्यही कुराहरू गर्नुभयो जुन पोस्टम्यानबाट भयो होइन। अब यो चाहिँ एपिआई कल गरेर भयो होइन, रेस्ट कल गरेर भयो। यो कोडहरू तपाईँले अहिले राम्ररी हेर्न भ्याइराख्नु भएको छैन भने चाहिँ यो कोडहरू चाहिँ सबै गिटहबमा छ है। मैले त्यहाँ गरेर यो लिङ्क पनि राखिदिन्छु होइन। अनि त्यहाँबाट तपाईँले इभन फोर गर्न सक्नुहुन्छ या यसो हेरेर ट्राई गर्न सक्नुहुन्छ। अब कोडहरू चाहिँ याद गरेर खासै फाइदा छैन है, यो चाहिँ प्र्याक्टिस गरेपछि आउँछ। त्यही भएर मैले तपाईँलाई लाइन बाई लाइन नगरेको, तपाईँको नि टाइम जान्छ होइन, बुझ्न मात्र पऱ्यो किन गरेको भनेर। अब त्यस्तै गरेर अर्को चाहिँ अब त्यो चाहिँ एपिआई कल भयो। अर्को चाहिँ त्यही कुराहरू यसले गरिरहेको छ तर लाइब्रेरी युज गरेर होइन, ओलामा भन्ने लाइब्रेरी युज गरेर। अनि त्यसपछि हेर्नु कति कम भयो नि त, कति कुराहरू हामीले गर्नु परेन, सजिलो भयो क्या। मैले यो डिफ्रेन्ट तरिका देखाइरहेको चाहिँ तपाईँसँग धेरै तरिकाहरू छ अनि जुन टाइममा जुन सजिलो हुन्छ, जुन भाइबल हुन्छ त्यो युज गर्नुहोस् होइन। अब यो चाहिँ एकदमै सजिलो भयो। अब यसलाई मैले यहाँ क्लियर गर्छु है त। त्यसपछि अब चाहिँ प्ले गरेर देखाउँछु। अब तपाईँले आइडिया यो भिएस कोड पनि चलाउन सिक्नुहोस् होइन। अब हेर्नु प्रम्प्टहरू, सुरुको प्रम्प्ट के छ, टेल मी ए वान लाइनर पिकअप लाइन भनेको छ होइन। त्यसपछि यु मस्ट बी अ म्याप बिकज आई गट लस्ट इन यर आइज भनेर फर्स्टको भनेको छ होइन, पिकअप लाइन गरेछ होइन। अर्को चाहिँ च्याट भयो, यो चाहिँ जेनेरेट भयो होइन, एउटा लाइनर भनेको छ, त्यही भएर 1 लाइन जेनेरेट गर्यो। अर्को चाहिँ च्याट गर्नलाई गरेको छ होइन। यसमा चाहिँ कन्टेन्ट्स के युआर हेल्पफुल द्याट प्रोभाइड्स बिजनेस एप्लिकेसन अफ एआई भनेर भनेको छ। अनि त्यसपछि डिस्क्राइब बिजनेस एप्लिकेसन अफ जेनेरेटिभ एआई भनेर भनेको छ होइन। उसले चाहिँ बिजनेस एप्लिकेसन अफ जेनेरेटिभ एआई इज अल्सो नन के भनेर भनेछ। कन्टेन्ट जेनेरेसन केमा युज गर्छ उसले जेनेरेट गरिदियो क्या, सजिलो छ होइन। अब यो कुराहरू जानिराख्नु पर्ने केही पनि छैन, डकुमेन्टेसनमा हेर्ने होइन, आफूलाई चाहेको कुराहरू युज गर्न। यसलाई युआईमा कसरी ठ्याक्क एप्लिकेसन जस्तै बनाउने, तपाईँले च्याट जिपिटी तपाईँको आफ्नो लोकल च्याट जिपिटी टाइपको कसरी बनाउने भन्ने चाहिँ म पछि सिकाउँछु। अब यो प्रोजेक्ट गर्दाखेरि मैले के गरेँ भन्ने कुरा होइन। फर्स्ट कुरा अब त हामीले सबै सिकिसकेको कुरा, भर्चुअल इन्भाइरोमेन्ट बनाउनु पऱ्यो होइन। किनभने त्यसले चाहिँ सेपरेट गर्छ, यो यसमा चाहेको लाइब्रेरी यसमा मात्रै इन्स्टल गर्छ। भर्चुअल इन्भाइरोमेन्ट बनाएपछि त्यसलाई एक्टिभेट गरेको कसरी थाहा हुन्छ भनेपछि यहाँनिर तपाईँको जुन भर्चुअल इन्भाइरोमेन्ट हो त्यो ब्र्याकेटमा आउँछ होइन। त्यसपछि चाहिँ मैले पिप फ्रिज भनेर गरेँ। अनि त्यसपछि रिक्वायरमेन्ट, यसमा चाहिँ के देखाउँछ भने तपाईँको सबै जे यसको लागि चाहिने डिपेन्डेन्सीहरू छ त्यो यसमा राखिदिएको छ होइन। यो सबै गिटहबमा छ है, तपाईँले त्यहीँबाट ठ्याक्कै हेरेर गर्नुहोस्। तपाईँलाई केही कुराहरू बुझेन भने चाहिँ कमेन्ट गर्नुहोस् होइन, सोध्नुहोस्। या केही गरिराख्नु भएको छ, अड्किराख्नु भएको छ भने पनि तपाईँले कमेन्टमा सोध्न सक्नुहुन्छ। केही क्वेसन्सहरू छ भने पनि सोध्नुहोस्। हुन्छ, आजलाई यति नै गरौँ।